म पनि आफ्नै हातले लेख्न चाहन्छु, मलाई सहयोग गरिदिनु। पहिलाको जस्तो आफ्नै हातले खेल्न आफ्नै हातले खान चाहन्छु, आफ्नै हातले लेख्न चाहन्छु। बाबु तिम्रो नाम के हो? निकल समय मिक्कल समय। कति कक्षामा पढ्थ्यौ? 4 मा। तिमीलाई पनि अरू जस्तै साथीहरूसँग खेल्न मन लाग्छ? कतिको मन लाग्छ? धेरै मन लाग्छ है। कृत्रिम हात जोड्नको लागि उक्त परिवारले धेरै नै हार गुहार गरेको, तर अहिलेसम्म कहीँबाट पनि त्यस्तो ठुलो रकम जसले कृत्रिम हात जोड्नसम्म लगाउनसम्म पुग्ने रकमहरू नआएको कारणले गर्दा त्यो परिवारमा निकै नै चिन्ता बढ्दै आएको हामीसँग खबर आइपुगेपछि हामी सत्य तथ्य के हो त, वास्तविकता के हो त तपाईँहरूमा जस्ताको तस्तै प्रस्तुत गर्न लागिरहेका छौँ। यो घरको दृश्य, जुन बालकको त्यहाँ एउटा पोस्टर पनि तपाईँले देख्न सक्नुहुन्छ। म हाम्रो क्यामेराम्यान भाइलाई यो पोस्टरलाई जुम गरेर देखाउनको लागि म अनुरोध गर्न चाहन्छु। यो घरको अवस्था हेरेर तपाईँलाई लाग्न सक्ला कि यो परिवारमा भएको त्यो 9 वर्षको बालकको हात कृत्रिम हात जोडिनको लागि सम्भव होला त यो परिवारको आफ्नै आर्थिकले। तपाईँहरूको घरको अवस्था कस्तो छ अहिले? मेरो घरको अवस्था अहिले एकदम यस्तो भएको छ कि त्यो कसैको घरमा नपरोस्, पऱ्यो भने सोचिरहेको छु बोल्न कस्तो गाह्रो भएर। दर्शकबिन, उहाँको बाबु मिक्कलको बुवा आमा एकदमै अहिले विहेल हुनुहुन्छ, उहाँहरू एकदमै भावुक हुनुहुन्छ। उहाँहरूको मुखबाट कुनै पनि शब्दहरू निस्किन सकेको छैन। दर्शकबिन, म पनि यो अवस्थालाई देख्दाखेरि म पनि एकदमै भावुक भएको छु। म आफूलाई सम्हालेर तपाईँहरूसम्म यो कथा, यो स्टोरी चाहिँ, यो अवस्था चाहिँ देखाउनुपर्छ, बुझाउनुपर्छ, सुनाउनुपर्छ भनेर म आफूलाई एकदमै सम्हालेर बोलिरहेको छु। दर्शकबिन, यद्यपि यो होइन कि म चाहिँ एकदमै यो अवस्थालाई देखेर म कमजोर भएको छैन, यो अवस्थालाई देखेर म भावुक भएको छैन, विहेल भएको छैन। भए तापनि म तपाईँहरूलाई यो अवस्था चाहिँ देखाउनुपर्छ। उहाँहरू चाहनुहुन्छ सम्पूर्ण देश तथा विदेशमा छरेर बसेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई उहाँहरूको मनदेखि नै अनुरोध छ। उहाँले 2 हात जोडेर अनुरोध गर्नुभएको छ, मेरो छोरालाई, मेरो 9 वर्षको बालकलाई चाहिँ तपाईँले सहयोग गरेर तपाईँहरूको 1-2 पैसा सहयोग गर्नुहोस्। जहाँ हुनुहुन्छ, जस्तोसुकै अवस्थामा हुन्छ, सक्नेले पैसा सहयोग गर्नुहोस्, नसक्नेले यो भिडियो सेयर गरेर ती सहयोग गर्ने ती मनको धनी मनकारीहरूसम्म पुर्याउनुहोस् भनेर उहाँहरूले अनुरोध गर्नुभएको छ। उहाँहरू हुनुहुन्छ नवलपुर जिल्ला विनय त्रिवेणी 1 बगुवनका युवाहरू, जसले जेन्जी युवाहरू भन्न रुचाउँछु, म भन्न मन पराउँछु, किनकि उहाँहरूको पहलमा स्थानीयहरूबाट केही सहयोग रकम उहाँले जुटाउने प्रयास गर्नुभएको छ। र मैले विभिन्न मेरो साथीहरूलाई सुनाएँ यो घटना। साथीहरूलाई अलरेडी थाहा रहेछ, अनि उहाँहरूसँग समन्वय गरेर हामी यति मात्र होइन, हामी गाउँमा पनि अझै छौँ, हामी नै युवाहरू, उहाँहरू सबैजना मिलेर। धेरै मनमा धेरै पोख्ने पीडाहरू होला, तर ती पीडाहरूलाई बोल्नको लागि वाक्य फुटिरहेको छैन। ती पीडाहरू वाक्यमा होइन, आँसुमा बगिरहेको छ, रोदनमा परिणत भइरहेको छ। दर्शकबिन, तपाईँले देख्न सक्नुहुन्छ मेरो अवस्था, म पनि बोल्न नसक्ने अवस्था छ। उहाँको जुन अवस्थालाई देखेर म एकदमै भावुक भइरहेको छु। जुन बाबुको मिक्कलको आमा चाहिँ बोल्न नसक्ने अवस्थामा हुनुहुन्छ। देश त परिवर्तन गर्यो भने यस हाम्रो बाबुलाई, मिक्कल बाबुलाई कृत्रिम हातको लागि सबैले सहयोग गरौँ। यो मेरो भिडियो लगायत मेरो साथीहरू समक्षको भिडियो सबै देशभरका जेन्जीहरूमा पुगोस् र सबैले सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। 9 वर्षमै करेन्ट लागेर दुवै हात गुमाएका मिक्कल समयको पीडा, कृत्रिम हात जोड्न आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिरहेका छन् परिवारहरू। नेपालको नवलपुर जिल्ला अन्तर्गत विनय त्रिवेणी गाउँपालिकाको एउटा सानो गाउँ, जहाँ एउटा परिवार यति बेला पीडा, सङ्घर्ष र आशाको बिचमा बाँचिरहेको छ। मात्र 9 वर्षको उमेर, तर भाग्यले यस्तो चोट दियो जसले एउटा बालकको भविष्य नै बदलिदियो। करेन्ट लागेर दुवै हात गुमाउन पुगेका यी बालक आज कृत्रिम हातको प्रतीक्षामा छन्। भन्छन्, मलाई सारा नेपाली सहयोगी मनहरूले सहयोग गरेदेखि मैले पनि अरू जस्तै आफ्नै हातद्वारा लेख्न, पढ्न अनि खेल्न पाउँथे भनेर सहयोगको आशामा यसरी बसिरहेका छन्।
हामी केवल समाचार बोल्दैनौँ, जनताको मनको आवाज देखाउँछौँ। सत्य, साहस र जनताको प्रतिबिम्ब। तपाईँको आफ्नो आवाज युट्युबमा यहाँलाई स्वागत छ। म छु तपाईँहरूको साथमा तुफान लामिछाने, क्यामेरामा समीर लोहनी। हामीले विभिन्न विषयवस्तुहरू तपाईँहरूमाझ प्रस्तुत गर्दै आइरहेका छौँ। दर्शकबिन, आज फेरि तपाईँहरूमाझ एउटा यस्तो हृदय विदारक भिडियो प्रस्तुत गर्न लागिरहेको छु। विशेष गरी नवलपुर जिल्ला विनय त्रिवेणी गाउँपालिका घुसेरीका एक बालकलाई करेन्ट लागेर 9 वर्षको बालकलाई करेन्ट लागेर दुवै हात गुमाएका त्यो बालकसँग हामी पुग्न लागिरहेका छौँ। त्यो परिवारको रोदन, त्यो परिवारको अवस्थालाई देखिसकेपछि हामी तपाईँको आफ्नो आवाज मिडिया टोली त्यहाँ नपुगेर त्यो परिवारको कथा तपाईँहरूमा प्रस्तुत नगरिकन नदेखाइकन हामी बस्न सकेनौँ। आज जस्ताको तस्तै कस्तो छ त अवस्था, त्यो बालकलाई अब त्यो बालकको भविष्य कस्तो हुन्छ त? कृत्रिम हात जोड्नको लागि उक्त परिवारले धेरै नै हार गुहार गरेको, तर अहिलेसम्म कहीँबाट पनि त्यस्तो ठुलो रकम जसले कृत्रिम हात जोड्नसम्म लगाउनसम्म पुग्ने रकमहरू नआएको कारणले गर्दा त्यो परिवारमा निकै नै चिन्ता बढ्दै आएको हामीसँग खबर आइपुगेपछि हामी सत्य तथ्य के हो त, वास्तविकता के हो त तपाईँहरूमा जस्ताको तस्तै प्रस्तुत गर्न लागिरहेका छौँ। आउनुहोस्, यो भिडियोलाई पुरा हेरेर धेरैभन्दा धेरै सेयर गर्नुहोला, ताकि ती सहयोगी भावना भएका ती सहयोगी हातहरूसम्म यो भिडियो पुग्न सकोस्, यो रिपोर्टिङ पुग्न सकोस्, ताकि सम्पूर्ण नेपालीहरूले खुलेर ती 9 वर्षको बालकलाई सहयोग गरेर कृत्रिम हात जोड्नको लागि सहयोग पुर्याउनु हुनेछ भनेर हामी पूर्ण अपेक्षा पनि गरेका छौँ। हामीसँग जोडिनुहोस्, आउनुहोस्। दर्शकबिन, तपाईँहरू देख्न सक्नुहुनेछ यो घरको दृश्य, जुन बालकको त्यहाँ एउटा पोस्टर पनि तपाईँले देख्न सक्नुहुन्छ। म हाम्रो क्यामेराम्यान भाइलाई यो पोस्टरलाई जुम गरेर देखाउनको लागि म अनुरोध गर्न चाहन्छु। यो घरको अवस्था हेरेर तपाईँलाई लाग्न सक्ला कि यो परिवारमा भएको त्यो 9 वर्षको बालकको हात कृत्रिम हात जोडिनको लागि सम्भव होला त? यो परिवारको आफ्नै आर्थिकले, आफ्नै पैसाले त्यो बालकको कृत्रिम हात जोडिनको लागि सम्भव होला त? पक्कै पनि छैन। यो अवस्था निकै नै नाजुक अवस्था देखिएको छ। कृपया सम्पूर्ण हामी नेपालीहरू यत्तिकै एकदमै मनको धनी छौँ। हामीले कसैको पनि भावनालाई हामी छिटो बुझ्छौँ, कसैको पनि दुःखलाई आफ्नै दुःख सम्झेर हामीले सहयोग गर्न हातहरू उठाउँछौँ। त्यस्तै अवस्थामा आज हामी नवलपुर जिल्लाको घुसेरी गाउँमा आइपुगेका छौँ। एउटा सानो गाउँमा एउटा सानो बालकलाई तपाईँले त्यो बालकको अवस्था तपाईँले देख्न सक्नुहुनेछ। यो बालकको नमस्कार, के छ, आराम हुनुहुन्छ? हजुरको नाम, हजुर को हुनुहुन्छ? हजुरको छोरा। बाबु, तिम्रो नाम के हो? मिक्कल समय मिक्कल समय। कति कक्षामा पढ्थ्यौ? 4 क्लासमा पढ्थ्यौ। तिमी पढेको स्कुलको नाम थाहा छ? भन त एकचोटि। लखन थापा मेमोरियल। कहाँ छ यो? यो कहाँ छ यो स्कुल? दुङ्गीबासमा छ। तिमी कति वर्षको भयो? 9 वर्षको भयो। तिमीलाई पनि अरू जस्तै साथीहरूसँग खेल्न मन लाग्छ? कतिको मन लाग्छ? धेरै मन लाग्छ है। तिमीलाई जति पनि देश विदेशमा हेर्नुभएको नेपालीहरू हुनुहुन्छ, देश विदेशमा छरेर सम्पूर्ण नेपालीहरू हुनुहुन्छ, उहाँले तिमीलाई सहयोग गरिदिनु भयो भने, तिम्रो हात जुन कृत्रिम हात जोड्नको लागि सहयोग गरिदिनु भयो भने म हिँड्न सक्छु जस्तो लाग्छ। म फेरि मेरो आफ्नै हातले लेख्न सक्छु, खेल्न सक्छु जस्तो लाग्छ। के भन्न चाहन्छौ तिमी? सहयोग गरिदिनु भन्न चाहन्छौ? म पनि आफ्नै हातले लेख्न चाहन्छु, मलाई सहयोग गरिदिनु। पहिलाको जस्तो आफ्नै हातले खेल्न आफ्नै हातले खान चाहन्छु, आफ्नै हातले लेख्न चाहन्छु। हस्, यो बालक जुन 9 वर्षको बालक हो, मिक्कल समय मगर घुसेरीको, जसको हात करेन्ट लागेर दुवै हात गुमाउन पुगेका छन्। यत्रो सानो उमेरमा, जसले खेल्ने उमेरमा, रमाउने उमेरमा, अहिले स्कुल गएर विद्यालय गएर पढ्ने उमेरमा आज यसरी घरमा बसेर आफूलाई चाहिँ एउटा कोठामा, बन्द कोठामा राखेर यसरी बस्न बाध्य भएका छन्। सम्पूर्ण नेपालीहरूलाई, जति पनि मनको धनी नेपालीहरू हुनुहुन्छ, म एकदमै अनुरोध गर्न चाहन्छु, कृपया तपाईँहरूले यी बालकलाई फेरि पनि तपाईँहरूको एक सेयरले, एक सहयोगले यो बालक फेरि पुनः जस्तै हुन नसके तापनि यो बालक पढ्न पाउँछ, आफ्नो भविष्यलाई अन्धकारमा धकेल्न होइन, उज्यालोतर्फ लैजानको लागि सक्षम हुनेछ। म
भनेर पनि म अनुरोध गर्न चाहन्छु। हामी नेपालीहरू त्यति धेरै कन्जुस छैनौँ, तपाईँहरूको थोरै सहयोगले पनि यो बालकको भविष्य उज्जवल हुन सक्नेछ भनेर पनि म विश्वास दिलाउन चाहन्छु। उहाँ हुनुहुन्छ आमा, उहाँ रोइरहनु भएको छ, एकदमै हृदय विदारक दृश्य छ। म पनि एकदमै बोल्नको लागि मलाई पनि कठिन भइरहेको छ। यस्तो अवस्थामा के प्रश्न गर्ने भन्ने एकदमै मलाई पनि गाह्रो भइरहेको छ। उहाँको एउटा मात्र छोरो हुनुहुँदो रहेछ, उहाँको एउटा मात्र छोरोको आज यस्तो कलिलो उमेरमा एउटा बालकलाई यसरी यो घटना हुन पुगेपछि उहाँहरूको दिनचर्या नै एकदमै कठिन भएको र उहाँको श्रीमान, उहाँ चाहिँ बुबा हुनुहुन्छ। हजुरको नाम भनिदिनुहोस् त। मेरो नाम ज्ञानेन्द्र समय हो। ज्ञानेन्द्र समय। हजुरको कानमा के भएको? मैले उहाँको कानलाई पनि देखेँ, उहाँको कान, हजुरको कानलाई के भएको? मेरो कान अब लामो समयदेखि दुख्ने, त्यो पानी छिर्ने, नुहाउनै नमिल्ने त्यस्तो कारण हुँदाले अपरेसन गरेको भनेपछि अहिले छोराको यस्तो अवस्था छ, हजुरको कानलाई पनि अपरेसन गर्नुपर्ने अवस्था रहेछ। तपाईँहरूको घरको अवस्था कस्तो छ अहिले? मेरो घरको अवस्था अहिले एकदम यस्तो भएको छ कि त्यो कसैको घरमा नपरोस् परे पनि सोचिरहेको छु। तपाईँहरूको यो अवस्था देखेर मेरो जस्तै अवस्था चाहिँ अरूको कसैको पनि नहोस् भनेर तपाईँ चाहनुहुन्छ है। तपाईँले यो घरको अवस्था हेर्न सक्नुहुनेछ दर्शकबिन। यो घरमा केही पनि छैन खानेकुरा, हेर्नुहोस् त, यस्तो एकदमै अवस्था एकदम गम्भीर अवस्था रहेछ। उहाँको जुन बालकको बुवाको कानको पनि जालीको अपरेसन गर्नुपर्ने अवस्था रहेछ। आमा त बोल्नै नसक्ने अवस्थामा हुनुहुन्छ। जुन एउटा आमाको मन आफ्नो छोरालाई यस्तो अवस्थामा देख्दा कुन चाहिँ आमाको मन रुँदैन होला। पक्कै पनि आमा एकदमै सम्हालिन नसक्ने अवस्थामा हुनुहुन्छ। त्यस्तो अवस्थामा पनि हामी तपाईँहरूलाई यो दृश्यहरू देखाउँदैछौँ, जहाँ कुसेरी गायक मिक्कल समय बाबुको अवस्थालाई हामी देखाउँदैछौँ। हामी थप उहाँको जुन बाबु मिक्कल समयको बुबासँग हामी केही कुरा गर्नेछौँ। तपाईँको आय स्रोतहरू के छ बताइदिनुहोस् न। केही छ आय स्रोत अहिले? आय स्रोत हुन्छ नि तपाईँको जति पनि अब आउने बाटोहरू, तपाईँलाई जुन पैसा, तपाईँले आर्थिक आय आर्जन गर्ने कुनै बाटो छ अहिले, माध्यम छ त्यस्तो? केही छैन है। तपाईँ अहिले वैदेशिक रोजगारमा हुनुहुन्थ्यो पहिला, अहिले बाबु यस्तो भइसकेपछि तपाईँलाई वैदेशिक रोजगारको लागि पनि तपाईँको कानले पनि तपाईँलाई दुःख दिइरहेछ है। तपाईँ के भन्न चाहनुहुन्छ? जति पनि नेपालीहरू हुनुहुन्छ, जति पनि यो भिडियो तपाईँको आफ्नै आवाज मिडियालाई, तपाईँको आफ्नै आवाज युट्युब च्यानलमा हेर्दै हुनुहुन्छ, जसको फोनमा यो भिडियोहरू पुगिरहेको छ, उहाँलाई के भन्न चाहनुहुन्छ? तपाईँको छोराको लागि केही अपिल गर्न चाहनुहुन्छ? भन्न चाहन्छु कि अब तपाईँहरूले सेयर गरिदिनु, लाइक गरिदिनु, यति थोरै सहयोगले गर्दाखेरि म मेरो छोराको यति उपचार गर्न सक्छु। बाबु तपाईँ के भन्न चाहनुहुन्छ? जति पनि नेपाली मनको धनीहरू हुनुहुन्छ, जसले तपाईँको दुःखलाई बुझ्नुहुन्छ, एउटा सानो बालक यति राम्रो कति क्युट बच्चालाई चाहिँ सहयोग गरेर पक्कै पनि बाबुको भविष्य चाहिँ एकदमै उज्जवल देख्न चाहनुहुन्छ। पक्कै पनि आमा चाहिँ एकदमै, बाबुको आमा चाहिँ एकदमै रोइरहनु भएको छ, उहाँलाई चाहिँ एकदमै सम्हाल्न गाह्रो भइरहेको छ। बाबु के भन्नुहुन्छ? मम्मीलाई नरुनु मम्मी भन्नु न है, भन त, नरुनु मम्मी। मलाई धेरै नेपालीहरूले सहयोग गर्नुहुन्छ, म फेरि पूर्ण पहिलाको जस्तै हुन्छु, मेरो हातहरू जोडिने छ, भन त। म पहिलाको जस्तो हुन चाहन्छु। मम्मीलाई भन न, मम्मीतिर फर्केर भन। हात पहिलाको जस्तो हाल्न चाहन्छु। मलाई धेरै नेपालीहरूले सहयोग गरिदिनु हुनेछ, भन त। मलाई धेरै नेपालीहरूले सहयोग गरिदिनु हुनेछ। नरुनु भन्नु। हजुर नरुनु। तपाईँ के भन्न चाहनुहुन्छ? जति पनि नेपालीहरूलाई देशदेखि विदेशमा छरेर बस्नुभएका नेपालीहरूले हेर्दै हुनुहुन्छ, उहाँलाई के भन्न चाहनुहुन्छ? यो बाबुको भविष्यको लागि, यो बाबुसँग लागि थोरै भए पनि सहयोग गरिदिनु होला भनेर अनुरोध गर्न चाहनुहुन्छ? दर्शकबिन, उहाँको बाबु मिक्कलको बुवा आमा एकदमै अहिले भावविह्वल हुनुहुन्छ, उहाँहरू एकदमै भावुक हुनुहुन्छ। उहाँहरूको मुखबाट कुनै पनि शब्दहरू निस्किन सकेको छैन। दर्शकबिन, म पनि यो अवस्थालाई देख्दाखेरि म पनि एकदमै भावुक भएको छु। म आफूलाई सम्हालेर तपाईँहरूसम्म यो कथा, यो स्टोरी चाहिँ, यो अवस्था चाहिँ देखाउनुपर्छ, बुझाउनुपर्छ, सुनाउनुपर्छ भनेर म आफूलाई एकदमै सम्हालेर बोलिरहेको छु। दर्शकबिन, यद्यपि यो होइन कि म चाहिँ एकदमै यो अवस्थालाई देखेर म कमजोर भएको छैन, यो अवस्थालाई देखेर म भावुक भएको छैन, भावविह्वल भएको छैन।
भए तापनि म तपाईँहरूलाई यो अवस्था चाहिँ देखाउनुपर्छ। उहाँहरू चाहनुहुन्छ सम्पूर्ण देश तथा विदेशमा छरेर बसेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई उहाँहरूको मनदेखि नै अनुरोध छ। उहाँले 2 हात जोडेर अनुरोध गर्नुभएको छ, मेरो छोरालाई, मेरो 9 वर्षको बालकलाई चाहिँ तपाईँले सहयोग गरेर तपाईँहरूको 1-2 पैसा सहयोग गर्नुहोस्। जहाँ हुनुहुन्छ, जस्तोसुकै अवस्थामा हुन्छ, सक्नेले पैसा सहयोग गर्नुहोस्, नसक्नेले यो भिडियो सेयर गरेर ती सहयोग गर्ने ती मनको धनी मनकारीहरूसम्म पुर्याउनुहोस् भनेर उहाँहरूले अनुरोध गर्नुभएको छ। हामीलाई आशा छ, विश्वास छ तपाईँले यो बाबुको भविष्यलाई चाहिँ मार्न दिनुहुने छैन, मर्न दिनुहुने छैन। यो बाबुको भविष्यको लागि कृत्रिम हात, विशेष गरी उहाँहरूले चाहिँ कृत्रिम हात चाहिँ यो बाबुको अवस्था हामी देख्न सक्छौँ। बाबु यता फर्क्यो त, दुवै हातहरू दर्शक पनि तपाईँले देख्न सक्नुहुन्छ, खुट्टा सिधा गर्नु ल। दुवै हातहरू चाहिँ बाबुको छैन। हामीले यो पूर्ण रूपमा चाहिँ हामीले यो देखाउन सक्दैनौँ। त्यसैले मैले यस्तो अवस्था, बाबुको यस्तो अवस्था छ, बाबुको दुवै हातहरू गुमेको अवस्थामा चाहिँ म उहाँको मम्मीसँग केही कुराहरू गर्ने प्रयास गरिरहेको छु, तर पनि उहाँ चाहिँ बोल्न नसक्ने अवस्थामा हुनुहुन्छ। केही समयको लागि हामीले उहाँको घरको अवस्थाहरूलाई हामी देखाउनेछौँ। यस्तो अवस्था भएको परिवारले चाहिँ एउटा बच्चालाई, यति राम्रो बच्चा जब हुर्किँदै गरेको एक पालुवालाई, एउटा बिरुवालाई चाहिँ यस्तो अवस्थामा हुँदाखेरिमा चाहिँ कुन चाहिँ बाबा आमाको मन दुख्दैन होला भन्ने कुरा चाहिँ हामीले कल्पना पनि गर्न सक्दैनौँ। र हामी विशेष गरी आज नवलपुर जिल्ला विनय त्रिवेणी एक बगुवनका स्थानीय युवाहरूको पहलमा सहयोग रकमहरू जुटाउनु भएको थियो। त्यो सहयोग रकम जुटाउनको लागि हाम्रो तपाईँको आफ्नै आवाज मिडियाको टिमलाई उहाँले भन्नुभयो, हामीहरू चाहिँ यसरी सहयोग जुटाउन जाँदैछौँ, कृपया हामीले सहयोग जुटाएको त्यो भिडियोहरू, रिपोर्टिङहरू गरिदिनु होला, ताकि अन्य यस्तै सहयोगी मनको धनी जो हुनुहुन्छ उहाँले पनि सहयोग पुर्याउनु हुनेछ। हामीले सहयोग गरेको देखेर 1 थुकी सुकी 100औं थुकी 1000औं थुकी चाहिँ नदी बन्छ भन्ने एउटा नेपाली उखानै छ। त्यो उखानलाई उहाँले मनन गरेर हामीसँग तपाईँहरू जानुहोस्, तपाईँको टिम आउनुहोस् र हामीले गरेको सहयोगको भिडियो खिचिदिनुहोस्, रिपोर्टिङ गरिदिनुहोस्, र ताकि अन्य सहयोगी मनहरू हुनुहुन्छ उहाँले सहयोग गरिदिनुहुनेछ। र त्यो बाबुको यो मिक्कलको कृत्रिम हात जोड्नको लागि चाहिँ सहयोग पुग्नेछ भनेर उहाँले अनुरोध गरिसकेपछि हामी स्थलगत रिपोर्टिङ गर्न र कस्तो रहेछ त अवस्था, साँच्चीकै हो त भनेर हामी बुझ्न आएका हौँ। तर यहाँ आइसकेपछि निकै नै भाव्य अवस्था रहेछ, निकै नै दर्दनाक अवस्था रहेछ, निकै नै दुःखदायी अवस्था रहेछ। यो दृश्य हेरिसकेपछि यो तपाईँले यो घरको दृश्य पनि हेर्न सक्नुहुनेछ। यो दृश्य हेरिसकेपछि कुन चाहिँ कसको चाहिँ मन दुख्दैन होला, कसले चाहिँ सहयोग मनले चाहिँ सहयोग नगरी बस्न सक्दिनँ है भनेर चाहिँ कसले चाहिँ भन्न सक्नुहुन्छ होला जस्तो लाग्छ मलाई चाहिँ। पक्कै पनि यो भिडियो हेरिसकेपछि, यो रिपोर्टिङ हेरिसकेपछि सम्पूर्ण नेपालीहरू देश तथा विदेशमा छरिएर बस्नुभएका, संसारको जुनसुकै कुनामा छरिएर बसेका नेपालीहरूले पक्कै पनि सहयोग गरिदिनु हुनेछ। र बाबुको भविष्य आफ्नै हातले, बाबु भन्छन् म आफ्नै हातले लेख्न चाहन्छु, आफ्नै हातले खेल्न चाहन्छु, म फेरि पहिलाको जस्तै कक्षा 4मा पढ्ने बाबु म पहिलाको जस्तै विद्यालय गएर म आफ्नै हातले लेख्न पढ्न चाहन्छु भनेर भनिरहेका छन्। यो बाबुको बोल्न नसके तापनि, बाबु बोल्न नजाने तापनि बाबुबाट हामी तपाईँको आफ्नो आवाज, जुन आवाजबिनहरूको आवाज भनेर हामी बोलिरहेका छौँ। हामीलाई आशा छ तपाईँले यो अवस्थालाई बुझिदिनु हुनेछ। विशेष गरी म यो बिचमा नवलपुर जिल्ला विनय त्रिवेणी गाउँपालिका एक बगुवन का स्थानीय युवाहरूले जुन सहयोग रकम लिएर, जुन उहाँहरूको समन्वयमा, उहाँहरूको पहलमा चाहिँ त्यहाँका स्थानीयहरूसँग सहयोग लिएर आउनुभएको छ, त्यो सहयोग हस्तान्तरण गर्नको लागि स्थानीय युवाहरूलाई म अनुरोध गर्न चाहन्छु त्यो रकम लिएर आउनु होला। हामी केही भए पनि सहयोग बिचमा मैले जोड्न चाहेँ, उहाँहरूलाई केही यसरी चाहिँ सहयोग लिएर आउनुभएको छ। यो दर्शकबिन उहाँहरू हुनुहुन्छ नवलपुर जिल्ला विनय त्रिवेणी एक बगुवनका युवाहरू, जसले जेन्जी युवाहरू भन्न चाहन्छु, म भन्न मन पराउँछु, किनकि उहाँहरूको पहलमा स्थानीयहरूबाट केही सहयोग रकम उहाँले जुटाउने प्रयास गर्नुभएको छ। त्यो उक्त सहयोग रकम लिएर आउनुभएको छ। म यहाँबाट प्रतिनिधित्व गरेर एकजना भाइलाई म सोध्छु, स्थानीय भाइ हजुरको नाम भन्नुहोस् त, शुभ नाम? मेरो नाम सफल विका। सफल विका, कसरी चाहिँ यो बाबुलाई चाहिँ सहयोग गर्नुपर्छ भनेर कसरी चाहिँ कुन माध्यमबाट तपाईँले देख्नुभयो र यो बाबुको अवस्था यस्तो रहेछ, हाम्रो गाउँबाट चाहिँ, हाम्रो स्थानीयबाट पनि सहयोग जानुपर्छ भनेर कसरी चाहिँ तपाईँले योजना बनाउनु भयो? एक त यो मैले यहाँनिर यो सोसल मिडियाको मार्फतै देखेको बाबुलाई, अनि यसरी मलाई चाहिँ यो देखिराख्दाखेरि बाबुको यो दुःख देखेर एक त मलाई पर्सनल्ली एकदमै सहयोग गर्न मन भएको। त्यही माथि म भर्खरको एउटा युवक भनौँ न, जेन्जी, मसँग त्यति आर्थिक पुँजी केही पनि नभएको, तर मैले विभिन्न मेरो साथीहरूलाई सुनाएँ यो घटना। साथीहरूलाई अलरेडी थाहा रहेछ, अनि उहाँहरूसँग समन्वय गरेर हामी यति मात्र होइनौँ, हामी गाउँमा पनि अझै
छौँ हामी युवाहरू उहाँहरू सबैजना मिलेर। सम्पूर्ण साथीहरूको नाम सम्झिन चाहन्छौ जुन तिमीहरूको टिम अहिले- थियो जसले गर्दाखेरिमा आज यो रकम यहाँसम्म आइपुग्न सकेको छ। उहाँ साथीहरूलाई पनि सम्झिन चाहन्छु, सम्झिन चाहन्छु म। नाम लिन जस्तै चाहन्छौ भने यहाँनिर त तिम्रो अहिले भिडियोमा हुनुहुन्छ हामीसँग जो हिमाल दाई भयो, पर्वत अनि रजिन अनि धेरै हुनु साथीहरू, आले मैले निकनेम भने होइन, विजय आले, सुमन अनि धेरै साथीहरू हुनुहुन्छ होइन। सबैको नाम पुरै होल गाउँका युवाहरू भनौँ न, सबैजना मिलेर हामी केही गरौँ भगवान्का युवाहरूले पनि तर्फबाट भनेर चाहिँ एउटा बाबुलाई सहयोग यो रकम भाइहरूले नाम जोड्दै गर्दा मैले बिचाउँछु यो रकम तिमीले सुटुक्क रूपमा दिन पनि आउन सक्थ्यो नि। किन तपाईँको आफ्नो आवाज मिडिया टोलीलाई टिमलाई चाहिँ यो जानकारी गराउनुपर्छ, उहाँहरूसँग गएर चाहिँ हामीले यो रिपोर्टिङबाट चाहिँ हामीले देखाउनुपर्छ भनेर चाहिँ कसरी चाहिँ यो तपाईँले सोच्नुभयो? तपाईँले त राम्रो प्रश्न गर्नुभयो। यो किन भन्दाखेरि यो जसरी अरू जो पहिला गर्नुभएको सहयोग गर्नुभएको महानुभावहरूले भिडियो मार्फत जसरी देखाउनु भयो नि, त्यसरी मैले देखेँ, मैले मेरो साथीहरूलाई देखाएँ। त्यसरी हाम्रो सहयोगको मन खुल्यो भनौँ न। त्यसरी नै तपाईँको मिडियाकर्मीमा जोडिनुभएका साथीहरू उहाँहरूसम्म पनि यो भिडियो पुगोस् भन्नुको कारणले पनि तपाईँलाई सबैसँग समन्वय गर्न मन लाग्यो। अन्य मिडियाकर्मीहरू पनि यहाँ आएर उयो बाबुको अवस्थालाई देखाएर सम्पूर्ण देश तथा विदेशमा छरेर बस्नुभएका नेपालीहरूलाई अझै सहयोगी हातहरू जुटोस् भनेर। हजुर, तपाईँको पहिलेदेखि काम हेरिरहेको, सो त्यही कारणले पनि के भन्न चाहनुहुन्छ? अझै यो बाबुको अवस्थालाई तपाईँले प्रत्यक्ष रूपमा अवलोकन गरिसक्नुभयो, हेर्नुभयो, यो बाबुको घरको अवस्थालाई हेर्नुभयो, के भन्न चाहनुहुन्छ? अझै अन्य सहयोगी हातहरूलाई पनि अझै सहयोग गरिदिनु भनेर अनुरोध गर्न चाहनुहुन्छ या के छ? तपाईँले के भन्न चाहनुहुन्छ? बाबुलाई चाहिँ एकदम कृत्रिम हातको एकदम आवश्यकता परेको हुनाले बाबुलाई चाहिँ त्यही भएर जति सक्दो जति हाम्रो नेपाली मनकारीहरू हुनुहुन्छ, सहयोगी मनकारीहरू, उहाँहरूले सहयोग गरिदिनु अनुरोध गर्दछु म। हस्, धेरै धेरै धन्यवाद भाइलाई। नवलपुर जिल्लाको बगवन स्थानीयहरूले सहयोग दिनुभएको छ। विशेष गरी त्यहाँका युवा जेनजी युवाहरूले चाहिँ यो सहयोग उठाउनको लागि एकदमै पहल गर्नुभएको छ। उहाँलाई पनि हाम्रो तपाईँको आफ्नो आवाज मिडियाको टिमबाट एकदमै आभार प्रकट गर्न चाहन्छु र यो सहयोग हस्तान्तरण गर्न हामी लागिरहेका छौँ। म जेनजी युवा भाइहरूलाई नै म अनुरोध गर्न चाहन्छु यो सहयोग रकम चाहिँ उहाँको आमालाई चाहिँ हस्तान्तरण गर्नको लागि हामी यसरी सहयोग रकम दिन लागिरहेका छौँ, उहाँलाई हस्तान्तरण गर्न लागिरहेका छौँ। यति सहयोग चाहिँ बगवनका स्थानीयहरूबाट नवलपुर जिल्ला विनय त्रिवेणी गाउँपालिका 1 बगवनका स्थानीयहरू युवाहरूको पहलमा चाहिँ यो सहयोग यति उठेको छ। अझै सहयोगहरू, सहयोगी मनको धनीहरू हामीले यो रिपोर्टिङ गर्नुको मुख्य कारण भनेको विशेष गरी यो सहयोग गरेको देखेर अन्य सहयोगी मनहरू पनि पलाओस्, जसले गर्दामा यो बाबुको कृत्रिम हात चाहिँ जोडाउन हुन सकोस् र यो बाबुले आफ्नै हातहरूद्वारा पढ्न सकोस् भनेर त्यहाँका स्थानीय युवाहरू जेनजी भाइहरूले हामीलाई चाहिँ विशेष गरी पर्सनली रूपमा अनुरोध गर्नुभयो र हामी पनि उहाँहरूसँग पछ्याउँदै आयौँ र पछ्याउँदै आउँदाखेरिमा हामीले यो अवस्था एकदमै गम्भीर अवस्था देख्यौँ र हामी तपाईँको आफ्नो आवाज मिडियाको टिमबाट पनि अनुरोध गर्न चाहन्छौँ र यो विशेष गरी यो रकम चाहिँ अहिले उहाँको पीडित जुन बाबुको आमालाई चाहिँ हामी हस्तान्तरण गर्न चाहन्छौँ। भाइ सफलबाट चाहिँ यो पैसा आमालाई बुझाइदिनु होला। यो कति छ यो पैसा? 11,215 रुपियाँ। 11,215 जो एउटा थोरै रकम भए तापनि मन ठुलो बनाएर सहयोग गर्यो, जुन भावना ल्यायो त्यो एकदमै ठुलो छ, सम्माननीय छ, सम्मान योग्य छ। अझै यस्तै सहयोगी मनहरू जोडिनुहुनेछ, सहयोगी हातहरू जोडिनुहुनेछ भने कतिको अपेक्षित छ, कतिको विश्वास छ? एकदमै अपेक्षित छु यो कुरामा चाहिँ। जसरी तपाईँको पहिलादेखि काम अनुसार हामीले देखिरहेका छौँ त्यसकै आधारमा पनि म एकदम विश्वस्त छु, जुन अझै पनि हाम्रो मिक्कल बाबुको लागि सहयोग आउँछ भन्ने पूर्ण विश्वस्त छु म। यो पैसाले उहाँ एकदमै हामीले जब भिडियो सुट गऱ्यौँ, जब हामीले यो रिपोर्टिङलाई हामीले खिच्न लाग्यौँ, क्यामेरामा कैद गर्न लाग्यौँ उहाँहरूको अवस्था, त्यो समयदेखि उहाँ रुँदै हुनुहुन्छ, अहिलेसम्म पनि रोइरहनु भएको छ। यो कस्तो भयो होला एउटा आमाको मन, तपाईँले कल्पना गर्न सक्नुहुनेछ। एकदमै अवस्था गम्भीर छ, उहाँ बोल्न नसक्ने अवस्थामा हुनुहुन्छ। नरुन तपाईँको हुन्छ, तपाईँको छोरालाई पक्कै पनि हामी एकदम फलोअप गर्नेछौँ। हामी बाबुको दुवै हातहरू गुमेको हामीले देखिरहेका छौँ। एकदमै बाबु मम्मी रोएको कारणले गर्दा बाबु पनि एकदमै चिन्तित देखिएको छन्।
यो रकमसम्म पनि हामीले बाबुको मम्मीको हातमा दिन नसक्ने अवस्था दर्शक पनि तपाईँले देख्न सक्नुहुन्छ। उहाँ यति रोइरहनु भएको छ कि नरुनु है यो सहयोग रकम समाइदिनु होला, नरुनु है, नरुनु। तपाईँको छोरालाई राम्रो हुन्छ। तपाईँको छोरा आजभोलिको समय, आजभोलि टेक्नोलोजी छ, सबै कुराहरू सम्भव छ। तपाईँले प्राकृतिक रूपले जस्ताको तस्तै नपाए तापनि केही सहजता पनि पक्कै पनि हुनेछ हामी भनेर म विश्वास त दिलाउन चाहन्छु। समाइदिनु। हाम्रो यो सहयोगी दाताहरूको नाम पनि बुझाएको छ। जतिजनाले सहयोग गर्नुभएको छ उहाँहरूको नाम पनि यसमै रहेको छ। जो कति थोरै सहयोग होला होइन, तर पनि यसबाट तपाईँले बाबुको धेरै काम गर्न सक्नुहुनेछ। यस्तै यस्तै सहयोगहरू जुट्यो भने जुट्नेछ पक्कै पनि। तपाईँ केही बोल्न चाहनुहुन्छ तपाईँको बाबुको भविष्यको लागि लिएर? उहाँ चाहिँ बोल्न नसक्ने अवस्थामा हुनुहुन्छ दर्शक पनि। एउटा सानो घरमा हामी पनि यहाँ एउटा यस्तो सानो घरमा उहाँले कसरी चाहिँ जीविकोपार्जन गर्नुभएको थियो, त्यही अवस्थामा एउटा ठुलो वज्रपात चाहिँ उहाँको छोरामाथि परेपछि उहाँ एकदमै दिनरातै उहाँको रोएरै बित्छ। उहाँले अघि हामीले अफ द क्यामेरा हामीसँग कुरा गर्नुभएको थियो, तर हामीले जब उहाँसँग हामीले केही प्रश्नहरू गर्ने प्रयास गऱ्यौँ, उहाँसँग कुनै शब्द भएन उहाँको दुःख व्यक्त गर्ने, उहाँको कुनै पनि शब्द उहाँले भेटाउनु भएन, उहाँको कुनै वाक्य फुटेन। उहाँले आफ्नो दुःखलाई पोख्नको लागि उहाँले आफ्नो आँसुहरूद्वारा, आफ्नो रोदनद्वारा आफ्नो दुःखहरू सम्पूर्ण नेपालीहरूमा यसरी देखाउँदै हुनुहुन्छ, यसरी पोख्दै हुनुहुन्छ। मलाई आशा छ तपाईँले पक्कै पनि उहाँको आँसुलाई बुझ्नुभएको छ। तपाईँले पक्कै पनि उहाँको आँसुलाई एउटा आमा, एउटा यस्तो मिक्कल एउटा बच्चालाई यसरी हात गुमाउँदाखेरिमा उहाँको कुनै शब्द धेरै मनमा धेरै पोख्ने पीडाहरू होला, तर ती पीडाहरूलाई बोल्नको लागि वाक्य फुटिरहेको छैन। ती पीडाहरू वाक्यमा होइन आँसुमा बगिरहेको छ, रोदनमा परिणत भइरहेको छ। दर्शक पनि तपाईँले देख्न सक्नुहुन्छ मेरो अवस्था, म पनि बोल्न नसक्ने अवस्था छ। उहाँको जुन अवस्थालाई देखेर म एकदमै भावुक भइरहेको छु। हामीले धेरै स्ट्रङ न्युजहरू हामीले प्रसारण गऱ्यौँ, तर आज यो अवस्था पहिलोचोटि योभन्दा धेरै वर्ष अघि हामीले भोजराज कुमालको रिपोर्टिङ गरेका थियौँ। यस्तै मलाई त्यही कुराहरूले छुन्छ, त्यही कुराहरूले मनमा लाग्छ। कसैको दुःखलाई यसरी देखाउनको लागि मलाई मन नलागेको कारणले गर्दाखेरिमा आज फेरि एकपटक तपाईँहरूमाझ एउटा यस्तै घटना फरक होला, तर आज पीडा एउटै छ। तपाईँले देख्न सक्नुहुन्छ उहाँ केही पनि बोल्न नसक्ने अवस्थामा हुनुहुन्छ। हामी पनि उहाँलाई कसरी सम्झाउँ, कुन कुराले आश्वासन दिलाउँ भन्ने कुरा हामी पनि शब्दहरू भेटिरहेका छैनौँ। हाम्रो के कुराले चाहिँ उहाँलाई छुन्छ त, उहाँको रोदनलाई, उहाँको रुवाईलाई हामीले के कुराले चाहिँ रोक्न सक्छ त भन्ने कुरा हामीलाई पनि कुनै शब्दहरू हामीले पाउन सकिरहेका छैनौँ। दर्शक पनि तपाईँहरू हेर्दै हुनुहुन्छ, तपाईँको आफ्नो आवाज। हामी छौँ हुसेरीमा। यदि तपाईँहरू सहयोग गर्न चाहनुहुन्छ भने, यो बाबुको कृत्रिम हात जोडेको चाहनुहुन्छ भने कृपया देश विदेशमा भएका सम्पूर्ण नेपालीहरूले सहयोग गरिदिनु होला भनेर म अनुरोध गर्न चाहन्छु। उहाँको आमा, जुन बाबुको मिक्कलको आमा चाहिँ बोल्न नसक्ने अवस्थामा हुनुहुन्छ। दर्शकबिन तपाईँहरू देख्न सक्नुहुन्छ उहाँको अवस्था एकदमै दर्दनाक छ। उहाँ आफूलाई रोएरै एकदमै पीडा दिइरहनु भएको छ। बाबुको पीडालाई, बाबुको अवस्थालाई देखेर, जुन एउटा आमाको अवस्थालाई देखेर उहाँले केही भन्न खोज्दै हुनुहुन्छ, तर भन्न सक्नुभएको छैन। दर्शकबिन आज हामीले नवलपुर जिल्ला विनय त्रिवेणी गाउँपालिका बगुवन 1 का स्थानीय युवाहरूको पहलमा त्यहाँका स्थानीयहरूसँग उठाएको सहयोग रकम लिएर उहाँसम्म हामी आइपुगेका छौँ। यदि तपाईँहरू पनि सहयोग गर्न चाहनुहुन्छ भने तपाईँले हाम्रो मिडियालाई हामीसँग कन्ट्याक्ट गर्न सक्नुहुनेछ र हामीले तल डिस्क्रिप्सनमा बाबुको एकाउन्ट नम्बर पनि राखिदिनेछौँ र एकाउन्ट नम्बरमा पनि तपाईँले डाइरेक्ट सहयोग गर्न पनि सक्नुहुनेछ। र तपाईँहरू विदेशमा हुनुहुन्छ, तपाईँ प्रत्यक्ष रूपमा बाबुसम्म आइपुग्नुहुन्न भने पनि तपाईँले हामीलाई कन्ट्याक्ट गरेर तपाईँले सहयोग गर्न सक्नुहुनेछ। हामीले सम्पूर्ण डिस्क्रिप्सनमा हामीले सम्पूर्ण विवरणहरू राखिदिनेछौँ। उहाँको अवस्था एकदमै मलाई गाह्रो भइरहेको छ बोल्नको लागि।
बाबु केही भन्न चाहन्छु अन्त्यमा सम्पूर्ण जति पनि हेरेर बस्ने दर्शकहरूलाई के भन्न चाहनुहुन्छ नेपाली दाजुभाइ दिदीबहिनी बुवा आमालाई के भन्न चाहन्छ केही भन्न चाहन्छ तिमीले मलाई सहयोग गरिदिनु म मेरो हात जोड्न चाहन्छु तपाईँहरूको सहयोगले मेरो भविष्य उज्जवल हुन चाहनुहुन्छ हस् बाबुले चाहिँ सहयोग गरिदिनु भनेर अपिल पनि गर्नुभएको छ बाबुले आफ्नो हात जोडिनको लागि बाबुले पनि इच्छा गरिरहेका छन् हामी त आयौँ सहयोग गर्न तपाईँहरू सबैजनाले देख्नु नै भएको छ मिक्कल बाबुलाई प्लिज सबैजनाले सहयोगी मन हुनुभएकोले उहाँलाई बिनै त्रिवेणी एक घुसेरीमा आएर सबैले बाबुको लागि सहयोग गर्नुहोला र बाबुको यो सहयोगी अभियानमा सबैजना जोडिनु होस् भन्ने म अनुरोध गर्दछु। हस् धन्यवाद। अनि जसरी हामी यो जेनजी युवाहरू जुटेर यसरी सहयोग गऱ्यौँ यसरी नै अन्य ठाउँका जेनजीहरू मिलेर पनि सहयोग गरौँ र अरू थप अभियन्ताहरू पनि आएर केही सहयोग गरिदिनुहुन्छ भन्ने आशा गर्दछु। हस् धन्यवाद। जेनजीले देश त परिवर्तन गर्यो भने यस हाम्रो बाबुलाई मिक्कल बाबुलाई कृत्रिम हातको लागि सबैले सहयोग गरौँ। यो मेरो भिडियो लगायत मेरो साथीहरू समक्षको भिडियो सबै देशभरका जेनजीहरूमा पुगोस् र सबैले सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हस् धन्यवाद। र सबैजनाले सहयोग गर्नका लागि इच्छुक महानुभावहरूले यो तपाईँको आफ्नै आवाज मिडियामा कन्ट्याक्ट गरेर आउन सक्नुहुन्छ। धन्यवाद। दर्शकबिन आजको यो विशेष रिपोर्टिङबाट विशेष भिडियोबाट म भने बिदा लिन चाहन्छु। उहाँलाई अफ द क्यामेरा हामीले यतिकै छोडेर हामी जान सक्दैनौँ। उहाँलाई हामी सम्झाएर बुझाएर हामीले धेरै विश्वास दिलाएर जति पनि सहयोगी मनको धनी नेपालीहरू हुनुहुन्छ जहाँसुकै हुनुहुन्छ उहाँले पक्कै पनि तपाईँको छोराको कृत्रिम हात जोड्नको लागि सहयोग गरिदिनु हुनेछ भनेर पक्कै पनि हामीले विश्वास दिलाएर नै हामी जानेछौँ। उहाँलाई हामी भुलाएर जानेछौँ। यतिकै हामी छोड्ने छैनौँ। उहाँको अवस्था गम्भीर छ। उहाँ एकदमै दर्दनाक अवस्थामा हुनुहुन्छ, धेरै पीडामा हुनुहुन्छ। उहाँलाई हामीले केही न केही आश्वासन र उहाँलाई चाहिँ हामी सान्त्वना दिएर हामी यहाँबाट बिदा हुनेछौँ। र आजको यो विशेष भिडियोबाट विशेष रिपोर्टिङबाट तपाईँले अहिलेसम्म हेरेर बस्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गर्नुहोला ताकि ती सहयोगी मनको धनीहरूसँग पुग्न सकोस्, ती सहयोगी हातहरूसँग पुग्न सकोस् र यो बाबुको चाहिँ भविष्यमा तपाईँहरूको थोरै सहयोगले केही न केही चाहिँ राहत मिल्नेछ, केही न केही चाहिँ बाबुको कृत्रिम हात जोड्नको लागि चाहिँ सहयोग मिल्नेछ भनेर पनि म अनुरोध गर्न चाहन्छु। र आजको विशेष भिडियोबाट क्यामेरामा समीर लोहनीसँगै म आवाजमा तुफान लामिछाने बिदा हुन चाहन्छु। हस्त धन्यवाद। जय नेपाल। र बाबुको भविष्यको लागि फेरि पनि सहयोग अपिल गर्न चाहन्छु।